हैन च्याउ खोज्न जङ्गल आएको च्याउ नपाएर टेन्सन लाएर अब यहाँ स्विमिङ गर्ने हो। यहाँनिर यस्तो खतरा खतरा ताल रहेछ। अनि यो टक्क च्याउ खोज्नलाई कुटी लिएर आइयो। अनि त्यसपछि यो के हो हेर्नु न, मैले त यो त पहिलोचोटि देखेको हो। देख्न त देखिहाल्यो, याद नगरेको। यस्तो हेर्नु न, यस्तो दामी के होला यो। यसको त हेर्नु न, यहाँ यस्तो नि आउँछ कि यस्तो च्याप च्याप हेर्नु न, यस्तो छ। अनि यहाँ पुरै बेसारै बेसार छ कि हेर्नु नि। बेसार हो कि के हो, बेसारको जस्तै प्रजातिको यस्तो ठाउँमा आइयो। अनि यहाँ तल गैँडाको पाइताला पनि देखिएको थियो। ल अब च्याउ पायो भने च्याउको भिडियो पनि बनाउँछु। अहिलेलाई यति नै है गाइस, बाई। ल हाम्रो विष्णु दाइ एकदम चाल्दै हुनुहुन्छ है। ल हेरौँ है सबैजनाले। ल ल विष्णु गिरीको चाल है। ल ल गाइज है, फाइनली पौडी खेल्दा खेल्दै यता अङ्कलहरूले च्याउ भेटिहाल्नु भएछ। यहाँ पौडी खेल्ने ठाउँको निरै पौडी नि खेल्दै च्याउ पनि टिप्दै। ल आजको हामी चारजनालाई एक एक छाक पुग्ने सम्भावना छ। ल यही हो है आजको हाम्रो सफलता। अर्ग्यानिक एक्सर्साइज पनि भयो, टक्क अर्ग्यानिक खान पाइयो। ल हाम्रो रेशम भाइ चाहिँ पौडी खेल्दै खेल्दै दौड्या के। यो कुसुमको बुट हो। अब कुसुम पनि खाने भनेको कसले पुरै हाँगै काट्दैछ कि। अब यो खन्दा खन्दा च्याउ निस्किन्थ्यो यसरी हो। सर यस्तो हुन्छ अनि यस्तो यस्तो सर र तान्ने। ए यहाँ नि टुप्पो निस्किन्छ। सर र तान्ने, सर र तान्ने। यता नि ल ठाकुर अङ्कलले निकाल्नु ल भन्छ देउल्या भाइ गाइज। यसरी टिप्ने। ल गाइज है, अहिले छाक पुगेन। हामी चारजना छौँ। अनि तेरो छाक पुग्छ कि भनेर अलि यता आएको। अलि छिप्पिया जस्तो रहेछ। अलि छिप्पिया खाइन रहेछ, अलिक ठुल्ठुलो रहेछ अहिलेको भन्दा। हेर्नु नि, यता नि छ, यता नि छ र। ए ल है, ल हेर्नु नि यहाँ जुप्पा रेशमले। ए तपाईँ राम अङ्कलले नि हरियो पऱ्यो धेरै खानु हुँदो रहेछ। पारिबाट सर्लक्क देख्नुमा। दाबिलो